हे मान्छेहरु के छ आज चाहिँ लामो समयपछि म चाहिँ दिदीलाई भेट्न जाँदैछु हामी सँगै भए तापनि कार्य व्यस्तताका कारण कहिले उ बिजी कहिले म बिजी सो आज चाहिँ शनिबार हो आज यसो दिदीलाई भेट्न जाऊँ भनेर जाँदै छौं सो हेर्दै गर्नु होला आज सानो एउटा मिनी भ्लग बन्नेवाला छ धेरै दिनपछि त्यस्तै हो विदेशमा यस्तै हो कहिले एकदम कामको व्यस्तताका कारण छुट्टीमा अब यसो सरसफाई भन्यो यताउति भन्यो यतिकै टाइम गइहाल्छ अरू बेला ड्युटी हुन्छ 14-15 घण्टा ड्युटी हुन्छ भ्याउँदैन त्यस्तै हो परदेशी जीवन म चाहिँ यहाँ काशीनाममा बस्छु दिदी चाहिँ उता ओर्लाबेमा बस्नुहुन्छ धेरै टाढा त होइन के गर्नु चाहेर पनि अब यहाँ कार्य व्यस्तता कारण खासै अब भेट्न पाइँदैन टाढा त छैन तै पनि गाडीबाट चाहिँ त्यही हो 35-40 मिनेट लाग्छ हो अब हामी जान्छौं अब चाहिँ हामी यहाँबाट लाग्छौं हो त्यही हो 35-40 मिनेटको ड्राइभ हो ए मान्छेहरु हामी चाहिँ अन द वे छौं क्रोएसिया पनि एकदम सुन्दर देश हो हेर्न सक्नुहुन्छ अगाडि जताततै हरियाली एकदम सुन्दर छ शान्त एकदम क्राउडेड छैन एकदम पिसफुल छ हेर्न सक्नुहुन्छ हरियाली अन द वे हामी तीन भाइ जाँदै छौं हेर्न सक्नुहुन्छ अहिले चाहिँ चारैतिर हरियाली देखिन्छ अहिले यो अब समर आउन लागेन समर सिजनमा विन्टरमा चाहिँ पुरै हिउँले रुखहरू सबै उ भइसक्यो डढा उ हुन्छ करानी जस्तो लाग्छ अहिले चाहिँ चारतिरै हरियाली एके ए मान्छेहरु यो चाहिँ ठ्याक्कै नेपाल जस्तै के मतलब मलाई चाहिँ कहाँको याद आयो भने के सिन्धुलीको जस्तो बाटो छ हेर्न सक्नुहुन्छ पुरै टर्निङहरु ठ्याक्कै एकदम सिन्धुली हेरेर केही फरक छैन ठ्याक्कै सिन्धुलीको याद आयो मलाई हेर्न सक्नुहुन्छ यस्तो छ टर्निङहरु ठ्याक्कै सिन्धुलीकै सेम छ एक राउन्ड रोटी बन्छ है दिदीको रुम पुगिसकेको छौं लेट्सी के गर्दै हुनुहुन्छ दिदी हेरौँ हामी दिदीको चाहिँ यही हो घरमा हैन रुम हो कम्पनीले दिएको एकदम दामी लाग्यो सानो सानो घर के यताको चाहिँ सानो सानो जस भित्र कोलोनी टाइपको रहेछ एकदम सही राम्रो लाग्यो अब हेरौँ के गर्दै हुनुहुन्छ नमस्ते दिदी नमस्ते सन्चै हुनुहुन्छ म पनि एकदम ठिक छु धेरै समयपछि हामी भेट भयो के गर्नु अब परदेशी जीवन त्यही त सबैको अब भनेको टाइममा टाइम फुर्सद हुँदैन त्यही हो नमस्ते दिदी सन्चै हुन्छ ए दिदीले त अब खानपिनहरु रेडी बनाइसक्नु भएको रहेछ कति जना के बनाउँदै हुनुहुन्छ मासु बनाउन लाग्यो म मासु अब अनि आज के हो ढिँडो भन्दै हुनुहुन्थ्यो त ढिँडो छ त्यही त ढिँडो पनि अब धेरै समय भन्दा पनि वर्षौं भइसक्यो ढिँडो नखाएको आज चाहिँ ढिँडो खानेवाला छौं दिदीको हातको एकदम एउटा बनाइ छ नि दिदीको हातै मिठो भने जस्तै आज मिठो खान पाइने भयो धेरै दिनपछि
घर चाहिँ सानो एकदम चिटिक्क छ मलाई सही लाग्यो तीहरूको यो रुमबाट चाहिँ दामी खालको भ्यू देख्दो रहेछ के मलाई सही लाग्यो तपाईँ हेर्न सक्नुहुन्छ दामी ड्रिम यो खालको पो आउँदो रहेछ यो बरन्डा सानो यो बरन्डाबाट यो खालको भ्यू रहेछ दामी आज फेरि हिजो चाहिँ पानी पर्दै थियो आज घाम लागेको छ यस्तो दामी ठक्क यो रिसोर्ट होटेलहरूको भाइब आउँछ क्या हेर्न सक्नुहुन्छ भ्यू देख्दो रहेछ टक्क यहाँबाट अनि बसेर कफी चियाहरू खान पनि मिल्यो दामी लाग्यो क्या आज चाहिँ एकदम मौसम खुलेको छ दामी घाम लागेको छ यताउति हेर्दाखेरि दामी घाम एकदम भ्यू देखिन्छ त्यही हो अब आज चाहिँ धेरै दिनपछि खुलेको छ राम्रो चारतिरको भ्यू देख्न सक्नुहुन्छ फुलहरू अहिलेको यो अब समर आउन लाग्यो फुलहरू जताततै फुलहरू यताउति हरियाली चारतिर देख्न सक्नुहुन्छ हजुर ल आएँ दिदीले बोलाइसक्नु भयो खाना रेडी भइसक्यो अरे अब खाना खानुपर्ने हुन्छ खाना खाएर एकछिन अब फोटोसोटो खिच्ने अनि हामी पनि लाग्नुपर्ने हुन्छ दिदीको अब डे ड्युटी छ 1 बजीतिर जानुहुन्छ हामी खाना खाएर एकछिन फोटोसोटो खिचेर हामी फर्किनेछौँ खाना रेडी भइसकेछ हाम्रो दिदीले खाना चाहिँ कुन यही खाना हो भयो अब यो धेरै समयपछि चाहिँ यो मेरो गर्दैछ त फेरि भ्लग मेरो खाँदैछौँ यो चाहिँ कुखुराको मासु अब यी खाएको छैन कान्छ भोकै हुन्छ अचार चोपेर त्यही हो सबको चोप्ने जोस हेर्दाखेरि मिठो देखिन्छ मुखै रसाइसक्यो अब खानुपर्ने हुन्छ यहाँ कान्छाले उद्घाटन गरिसकेछ त्यही हो सर्लक्क खानुपर्ने हुन्छ ल ए खाएँ ल भने जस्तै ल्याम खानुपर्ने हुन्छ यहाँ अब यो तिमीलाई होला नि त नि धेरै यसमा सूर्य के भिडियो बनाउनु भने त्यसमा हालेको पहिले ल अब अलिकति मिस्टेक भएछ उहाँ चाहिँ हाम्रो दाइ यता केही मिस्टेक हुँदैन अब भ्लग पो हो त मुखमा एकैचोटि हुन्छ त टमाटरको अचार विथ टिमुर यो ढेँडो भएको यहाँ चाहिँ यो ढिलो खाइयो भनेर नि ढिलोको भिडियो नबनाइ हुन्छ मेरो नि हो नि ढिँडो नखाने ढिँडो मन पर्दैन नि यस्तो हामीलाई त सानोमा हामी त यो सधैँ हाम्रो यही हुन्थ्यो त्यो चामलको यो के अरे चामलको भात चाहिँ कहिलेकाहीँ मात्रै हुन्थ्यो कि अहिले त हेर त अब यो ढेँडो हराइसकेको छ त्यति अहिले त यसको कति महत्त्व छ अब त्यही हो पहिला चाहिँ सधैँ खाइन्थ्यो अहिले चाहिँ कहिलेकाहीँ मात्र यो एकदम लो भइसकेको छ हेरौँ अब दिनुपर्ने हुन्छ है पहिलो बाइट एउटा हेर्दै खम लाग्नु भएको छ आइदियो साँच्चीकै मिठो छ खतरा मिठो छ साँच्ची है तर धेरै हुन्छ यहाँ ढिँडो पानी मिसाइदिनु एकैछिन धेरै वर्षपछि ढिँडो खाइयो त्यो पनि विदेशमा आएर क्रोएसियामा यसो दिउँ न एउटा हातले भात खाने चिसो खाने स्ट्यान्ड भन्ने होइन हुन्छ खाना छ म बनाउँछु आइरहेछ फेस साह्रै मिठो दिदीले धेरै अलिकति त्यो प्लेट पनि देखाउँ न
यो त यस्तो मुख मात्र जाने के छैन यतिको देखिरहेको यतिको छैन मुखमा हुँदैन यतिको यसरी मुखमा त कहाँ यस्तो एकछिन माथि स्टार्ट भयो देखिरहेको धेरै समयपछि खाएको एकदमै मिठो छ धेरै धेरै धन्यवाद दिदीलाई दिदीको हातै मिठो भने एउटा भनाइ नै छ नि मम्मीको हात मिठो भने जस्तै दिदीको पनि एकदम मिठो रहेछ एकदम मिठो लाग्यो धेरै धेरै धन्यवाद दिदीलाई हामी चाहिँ धेरै समयपछि भेट भएको अब देशमा त्यस्तै हो काम हुन्छ अब फुर्सद त्यस्तै हो अब छुट्टीको बेला अब सरसफाइ यताउति गर्दा गर्दै टाइम जान्छ यो त धेरै समयपछि भेट भएको केही छैन तर साह्रै मिठो छ कुखुराको मासु हे मान्छेहरू हामी चाहिँ कार्ड बोएछ होइन हामी चाहिँ अहिले मार्केटमा छिरेको छौँ फर्किँदाखेरि बाटोमा मार्केट पऱ्यो अनि घरमा नि यसो सामान चाहिरहेको थियो त्यही भएर अब चाहिँ हामी मार्केट छिरेको के के सामान यहाँ देखिन्छन् हाम्रो राजेन्द्र मगर उनले चाहिँ एउटा फुटबल सुज गिभ अवे गर्दैछन् नबिर्सिनु होला मगरलाई उसको चाहिँ क्रस जस्तै हो लेसी अब भित्र हामी अलिअलि घराइसी सामानहरू सकिरहेको थियो सो त्यो सपिङ गर्छौँ देन वे आर गोइङ टु रुम हामी चाहिँ दाल सकेको थियो दाल केरा के सके चामल सकेछ मासु लानु पर्ला हाम्रो चाहिँ राजेन्द्रको बेगी प्यान्ट के लानु छ र अरू के लानु छ कहाँ छ तरकारी लानुपर्ने हुन्छ यहाँको चाहिँ खाना यी ब्रेड सल्लाह म चाहिँ एउटा फेस वास लानु थियो राजेन्द्र एउटा फेस वास लानु छ मलाई एउटा म चाहिँ फेस वास लानु छ हाम्रो सपिङ चाहिँ खासै धेरै भएन यति नै हो मासु अनि कोबी अन्डा एउटा फेस वास प्याज लेस किनियो अब यसको हामी चाहिँ मोमो बनाउने प्लानमा छौँ भोलि उसको कोबी मोमो भन्छ त्यो बनाउनु लाग्यो कोबीको हालेर मैदा होइन कोबीले बेरेर खान लाग्यो अब हामी लाग्नुपर्ने हुन्छ